आजको फुटबल म्याच हेर्न जाँदाखेरि चाहिँ पानी पो पर्दै थियो गाइस। हेलो नमस्ते एभ्रिवान, मेरो नाम चाहिँ प्रशान्त राई र आज चाहिँ रहेको छ डे 22 अफ 30 डेज मिनी ब्लग च्यालेन्ज र हामी चाहिँ फेरि पनि आज जाँदैछौँ टुइखेल फुटबल म्याच हेर्नको लागि। त्यो जाने क्रममा चाहिँ यहाँ चाहिँ दुईजना भाइहरू चाहिँ तपाईँको भिडियो हेर्छु भनेपछि चाहिँ मैले स्केटिङ खेल्दै आउँदै थिएँ भाइहरू, मैले चाहिँ यस्तो भिडियो खिच्दै है भाइहरूको। त्यसपछिबाट यहाँ चाहिँ हाम्रो काका हुनुहुन्छ, हाम्रो काकाले चाहिँ त्यसपछिबाट चाहिँ हामी चाहिँ टुइखेल पुग्यौँ। टुइखेल पुगिसकेपछि गेम चाहिँ स्टार्ट हुन लागेको थियो र हेर्न सक्नुहुन्छ गेम पनि स्टार्ट भइसकेको छ र अस्तिकै ठाउँमा बसेको छौँ हामीले चाहिँ। यो ठाउँ चाहिँ हाम्रो लागि चाहिँ घरै भइसक्यो गाइस है। जहिले तैले जुन गेममा पनि हामी चाहिँ यही बसेर हेरिरहेको छौँ, जहिले तैले यही बसिरहेको छौँ हामी चाहिँ है। र आजको गेम चाहिँ सिरा सप्तरी शैलेश एफसी भर्सेस धनकुटा आयोजकको थियो र धनकुटा आयोजक टिमले चाहिँ करिब 10 मिनटभित्रमै गोल हानिसकेपछि हेर्न सक्नुहुन्छ तपाईँहरूले। यो त सुरु हुँदै खतम हो गयो भयो त यार यो त। र तपाईँले यहाँ चाहिँ हेर्न सक्नुहुन्छ धनकुटालाई सपोर्ट गर्छु भनेर चाहिँ यहाँ आमा पनि आइसक्नु भएको छ धनकुटाको समर्थनमा। र गेममा हाफ टाइम भइसकेपछि हामी चाहिँ ग्राउन्डभित्रै छिरेर गेम हेर्ने भनिसकेपछि हामी चाहिँ छिरो ग्राउन्डभित्र हेर्न सक्नुहुन्छ। यहाँ तलबाट मान्छे कति छन् है, मान्छे धनकुटामा पनि यति धेरै मान्छे छन् भनेर मैले सोचेको पनि थिइनँ। तल बस्ने ठाउँ नभइसकेपछि चाहिँ माथि मान्छेहरू चाहिँ गाडीको हुटमा बसेर पनि गेम हेरिरहेको छन्, तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँ। त्यसपछिबाट तपाईँले यहाँ भाइहरू कराएको सुन्न सक्नुहुन्छ। त्यसपछिबाट चाहिँ हामीले चाहिँ यहाँ ग्राउन्डभित्र बसेर चाहिँ हेर्न सक्नुहुन्छ मस्त तरिकाले गेम हेर्न थाल्यो है। र त्यसैसँग चाहिँ आजको गेम चाहिँ आयोजक टिम तर्फबाट चाहिँ 1 गोल हान्नु भएर चाहिँ आफ्नो जित हासिल गर्नुभएको छ र फाइनलमा स्थान राख्नुभएको छ। र आजको प्लेयर अफ द म्याच चाहिँ उहाँ दाइ हुनुहुन्छ। र त्यसैसँग चाहिँ आजको गेम चाहिँ सकिसकेपछि हामी चाहिँ ग्राउन्डबाट बाहिर निस्किँदैछौँ, तपाईँहरूले हेर्न सक्नुहुन्छ। र बाटोमा हिँड्दा हिँड्दा चाहिँ हेर्न सक्नुहुन्छ कस्तो पानी पर्दै यार। अनि साथीको रुम चाहिँ टुइखेलबाट चाहिँ नजिकै छ नि त, अनि त्यहाँ साथीको रुममा पुगिसकेपछि हामीले चाहिँ छाता मागेर चाहिँ हामी चाहिँ छाता लिएर चाहिँ गयौँ घरतर्फ। अनि त्यसपछिबाट चाहिँ मलाई सबै साथीहरूले छोडेर म चाहिँ यहाँ एक्लै हिँड्दैछु, हेर्न सक्नुहुन्छ छाता ओढेर। पानी पनि अलि हल्का हल्का अहिले त रोकिसकेको त, अहिलेको जस्तो पानी परेको थिएन। सो अनि आजको लागि चाहिँ यति नै। हस्त टाटा बाई बाई गाइस। हामी फेरि भेट्नेछौँ नेक्स्ट ब्लगमा। हस्त टाटा बाई बाई गाइस।